आज चाहिँ म गाउँमा चलेको सो एक्साइटेड भएर अनि लगनखेलबाट जानुपर्ने रहेछ म चाहिँ। अनि लगनखेलबाट बस चढेर सरर चाहिँ लागे होइन। अनि सडक चाहिँ यस्तो खतरा छ, तपाईँहरू पनि आउनुहोस् अनि घुम्नुहोस्, यस्तो राम्रो ठाउँ छ। अहिले चाहिँ म लेलेमा आइपुगेँ अनि त्यसपछि उकालो चढेर टकटक लाएर हिँडेर गएँ माथिसम्म। अनि पछि यो चाहिँ हाम्रो स्कुल हो। ओ माई गड, म त सरप्राइज भएँ। गाउँमा जाने बाटो पनि पिच भएछ अनि खुसी भएर गएँ म चाहिँ। अनि म चाहिँ गाउँमा पुगेको। अनि गाउँमा पुगेपछि ओ माई गड, यति राम्रो, यति मिठो ऐसेलु। अनि झन् घरमा पुगेपछि त काफल पनि। ओहो, खुसी भएर मैले चाहिँ धेरै खाएँ अनि ऐसेली र काफल। वाउ, त्यहीमाथि पानी परेर ओहो, मलाई चाहिँ पानी परेको मौसम चाहिँ एकदम मनपर्छ। अनि झन् त्यही पानी पर्दा त ओहो त्यस्तो राम्रो लाग्यो, खुसी लाग्यो नि। वाउ, दामी लाग्यो, दामी राम्रो लाग्यो। अनि हाम्रो गाउँमा चाहिँ पानी यत्तिकै पाइन्छ, काठमाडौँमा चाहिँ पानी पाइँदैन, किन्नुपर्छ। तर गाउँमा त पानी फालाफल। अनि म चाहिँ खोलामा गएँ अनि यहीँनिर चाहिँ मैले ऐना देखेँ। अनि जहाँ ऐना देखेँ त्यही भिडियो बनाउन सुरु म चाहिँ। अनि हाम्रो मकै चाहिँ यत्रो भइसकेछ गाइजहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो माम र आँगीको घर हो। अनि आँगीको घरमा चाहिँ यस्तो राम्रो फुलहरू पनि रहेछ। अनि आजको भिडियो चाहिँ यति नै। बाई बाई, हेर्दै गर्नु।